यहाँ व्यक्ति एउटै छ उद्देश्य फरक सबै उस्तै छन् मान्छे तर सोच फरक यहाँ व्यक्ति एउटै छ उद्देश्य फरक सबै उस्तै छन् मान्छे तर सोच फरक आफ्नो आफ्नै व्यथा लुकेका आफ्नो आफ्नै कथा बोकेका यो गाउँको कथा गाउँको कथा गाउँको कथा गाउँको कथा के भन्छ न यहाँ त अहिले त्यस्तो छैन नि घर मात्रै आएको हो कि के थाहा उतै राखेको कि कति हो यो फेरि छैन हौ त्यस्तो के थाहा हामीलाई तेरो कुरा भाइ हाम्रो गाउँमा पनि यस्तो राम्रो राम्रो केटीहरू रहेछ नि त सहरको भन्दा कुनै कमै छैन हो दाइ एकदम राम्रो केटीहरू तर त्यो केटीलाई मेरो श्रीमती तिम्रो भाउजू बनाउन पायो भने म त कति खुसी हुन्थे हो दाइ बनाउन चाहिँ बनाउने कुन चाहिँले कसले बनाउने हेर्नु दाइ ऊ त्यो केटीलाई मेरो गर्लफ्रेन्ड बनाउन पायो भने म त स्वर्ग पुग्थेँ साह्रै राम्री हो हो र भाइ हुन पनि हो हाम्रो गाउँमा यस्तै राम्री राम्री केटीहरू छ तर पर गाउँमा पठाउनु हुँदैन जसरी हुन्छ मिलाएर हाम्रो गाउँको केटी हाम्रै गाउँमा राख्नुपर्छ हो नि गाउँले दाइ तपाईँको यही सोच त मलाई राम्रो लाग्छ कता हिँडेको आमामामामामा यति राम्री राम्री केटीहरू होइन कता हिँडेको होइन हो गाउँले दाइहरू तपाईँहरूको पारा के हो आफ्नै गाउँको दिदी बहिनीलाई नि यसरी बाटोमा बसेर जिस्काउने हो त्यस्तो केटीहरू जिस्काउनै मन छ भने चाहिँ सहरतिर गएर जिस्काए हुन्छ त्यही पनि हामी जस्तो अप्सराहरू पाउनलाई भाग्यमा लेखेर आउनुपर्छ नि होइन हामीलाई भन्नु अगाडि आफ्नो अनुहार ऐनामा हेरेर आउनु नि अनि जिस्काउनु हामीलाई जिस्काउनु भन्दा त घरको बुढीलाई गएर फकाएको भए बरु घरको बुढी त खुसी हुन्थ्यो घरको बुढीलाई त सधैँ खुसी राखेकै छ नि यसो कहिलेकाहीँ बाहिरको पनि स्वाद फेरौँ भनेर हेर केटीहरू यस्ता लफङ्गाहरूसँग के बोलेर बस्ने लज्जा मान पर्ख न पर्ख मैयाहरू हामीसँग कुरा त गर कुरा गर्दाखेरि के चाहिँ बिग्रिन्छ र त्यही भने किन जानु हतार गरेको हो नि तिमीहरू जस्तो ऐडिया गइरेसँग कुरा गरेर बस्ने फुर्सद छैन हाम्रो
अनुहार हेर्दा त यति राम्ररी देखिन्छ तर बोली चाहिँ लाग्ने छुरा जस्तो। त्यही त भने यस्तो राम्रो नानीहरूको बोलीले फर्सी पनि चट्ट काटिदियो जस्तै। यो गाउँले दाइ, यो गाउँले नानीहरूसँग जिस्किएर तपाईँले सुहाउँदैन यो कुरा। यो गाउँलेको मर्यादा पार गर्नुभएको छ तपाईँहरू। त्यही त भनेको दाइ, हामीलाई अघिदेखि बाटो छेकेर जानै दिएका छैनन्। अब तिमीहरू जाऊ, यिनीहरूलाई के गर्नुपर्छ मैले जानेछु। हेर न, हल्लामा बाल्ल बन्न आएको। दिउँ कि क्या हो दाइ? तपाईँहरू खुरुक्क आफ्नो बाटो जानुहुन्छ कि मैले के गर्नुपर्छ? तपाईँहरू जानुहुन्छ कि हातले सम्झाउनु पर्छ? होइन गाउँले दाइ, मेरो त मुठी चिलाइसक्यो। हान्दियो होला, हान्दियो होला। होइन दाइ, झडा नगरौँ। हाम्रो फेरि गाउँको चेलीबेटी हामीले नै जिस्काएको छ, हाम्रै गल्ती देखिन्छ। पछि हेरौँ नि, बाटो एक दुब्बो हेर्दाखेरि भेटिन्छ नि, न त नै लफडा मात्र पर्छ। अहिले होइन दाइ, जाउँ, अहिले झडा नगरौँ दाइ। हो त्यसै गरौँ, पछि हेरौँला यसलाई। पछि हेरौँ ल। अब तिमीहरू कहाँ जान लागेको? हिँड। यस्तो लफाङ्गाहरूसँग जिस्केर बस्ने होइन, गइहाल्नुपर्छ। ल गइहाल त तिमीहरू। हेर बाबु, तँलाई मैले फेरि पनि सम्झाउँदैछु। तैँले त्यो कुमारसँग छ नि हिँडेको खाएको सँगै चलेको मलाई पटक्कै मन पर्दैन। फेरि उसको हैसियत र हाम्रो हैसियत आकाश जमिनको फरक छ। त्यसकारण तैँले आफूलाई अलिकति विचार गर्नु पर्यो। हामी भनेको यस गाउँको अलिक खानदानी मान्छे पर्यो। कहाँ त्यो छाप्रोमा बस्ने त्यस्तोसँग कुरा गरे हुन्छ तैँले? हेत तेरिका बुवा, तपाईँले कुरै बुझ्नुहुन्न के? त्यो कुमारे मान्छे मात्र गरिब हो। तपाईँले त्यसको मन देख्नु भएको छ? त्यो कतिसम्म त्यसको मन सफा छ भन्ने कुरा? अब तपाईँले उसलाई नबुझिकन त्यति गरिब मात्रै देख्नुहुन्छ। अब उसको बुवा बेपत्ता हुनुभयो त उसको के गल्ती त्यसमा? बुवा, मैले त सुनेको कुमारहरू अघि धेरै धनी थिए अरे। अब कुमारको बुवा बेपत्ता भयो त उसलाई त्यो गाउँबाट लखेटेर यो गाउँमा आएर बसेको पछि बल्ल पो बेजोग भएको रहेछ त। त्यो कुरा त कुमारले मलाई पहिलेदेखि नै भन्छ त। अनि तैँले बाबु तेरो आँखाले देखेको छस्, सुनेको भरमा हुँदैन यो सत्य कुरा। के थाहा उसले आफू राम्रो छु भन्नको लागि कुरा बनाएर पनि त तँलाई गर्यो होला नि। मैले पनि सुने हो नि। 46 सालमा उसको बा जनआन्दोलनमा हराएको रे। हराएको होइन यो गाउँले कसैले देखाएको छैन। त्यसकारण यो कुरामा म विश्वास गर्दिनँ र तैँले पनि विश्वास नगर। बुवा, कुरा त मैले पनि सुनेकै हो नि, तर कुमार मेरो यस्तो असल मित्र हो कि मैले आजसम्म केही कुरा पनि भेटेको छैन बुवा। त्यसैले म होइन भने कसरी विश्वास गर्नु बुवा? नेताज्यू नमस्कार। हुनुहुन्छ? नमस्कार, आरामै छु। बाबु हजुर, त एकछिन भित्र जा। हुन्छ बुवा। चिया 3 कप पठाइदिए। ए हस्। बसौ न। नेताज्यू, हामी यहाँ बस्न आएको होइन, यो घरको लागि एउटा खुसीको खबर लिएर आछौँ। खुसीको खबर होइन? तिमीहरू दुवैजनाले फेरि के खुसीको खबर ल्यायो? पहिलाको जस्तै धोका त होइन नि? त्यस्तो कुरा होइन नेताजी, यसपालि त हजुरलाई धोका दिने हाम्रो नियतै छैन। धरोधर्म नि भन्छौ, खुसीको कुरा पनि गर्छौ। आखिर तिमीले ल्याउन चाहिँ के ल्यायौ? नेताज्यू, खुसीको खबर के भन्दैछु नि, हजुरको घर ब्याङ्कले 1 करोडमा लिलाम गर्दैछ। यसैको लागि हामीले 3 करोड हाल्ने मान्छे लिएर आछौँ। हो नेताजी, यस्तो मौका बारम्बार कहिल्यै आउँदैन, त्यही भएर हामी यहाँ आएको। कुरा त एकदम राम्रो ल्यायो, तर त्यो मान्छेलाई मैले एकचोटि भेट्नु परेन? हिजो आज त
जग्गाका दलालहरूले सब काम बिगारिदिन्छन्। अनि कसरी विश्वास गर्नु? मैले त भेट्नै पर्छ नि एकचोटि, होइन र? यदि तपाईँलाई यो कुरा चित्त बुझेको हो भने भोलि त्यहाँ मान्छे डाँडामा आउनु होला। हुन्छ हुन्छ, ल उसो भए चिया खाएर जाउँ। होइन होइन हामीलाई हतार छ, हतार छ। अहिले हामी लाग्यौँ। हस् हस्। कस्तो अप्ठ्यारोमा पर्यो। उता ब्याङ्कले डुबाउने भयो, फेरि मान्छे पनि भर पर्दा छ होइन नहिनले डुबाउने हो कि मलाई? साह्रै अप्ठ्यारो पो पर्यो मलाई त। ए साह्रै धर्म सङ्कटमा पर्यो। साउनी मलाई 2 पिस माछा राखिदिनु न। हुन्छ, कति पैसा भयो? 50 रुपियाँ। लिनु न। ल चान्सु छैन, अर्को दिन मिलाउनु होला, हुँदैन? ल आमा आमा हेर्नु त, मैले हजुरको लागि मैले के ल्याइदिएको छु। उठ्नु त। माछा पसलबाट 2 पिस ल्याइदिएको नि आमा। खाएकोमा भइहाल्थ्यो नि त, किन बोकेर? खाएको अब मैले त एक्लै खानै सकेन। आफूले खुरु खुरु नखाएर किन बोकेर आएको 2टा माछा? म त होटलमा खाना गएको, तर मैले खानै सकेन नि हजुरको यादले गर्दा। कहाँ गफ हो आमा, म रियल कुरा गरेको। आमा म आज एकदम खुसी छु, किनकि हेर्नु न, हाम्रै गाउँको नानीहरूलाई हाम्रै गाउँको केटाहरूले जिस्काएर बसिरहेको थियो। मलाई त रिसले खप्नै नसकेको। मैले आज चाहिँ नि वार्निङ मात्रै दिएको, नत्र मैले त के गर्थ्यो कुरै नगर्नुहोस्। अब त्यस्तो गुन्डाहरूसँग त किन मुखमुखै लागे त? तेरा बङ्गारसँग झरेर हातमा राख्दिए के अर्थिस? तिनीहरूले आमाकै दुध खान्छ, म गोरुको दुध खाएको हो। म पनि हजुरकै दुध खाएर हुर्केको हो। आज मैले वार्निङ मात्रै दिएको, नत्र मैले तिनीहरूलाई बङ्गार समेत झारिदिन्थेँ। ल ल उनीलाई झरी भन्दा मेरै बङ्गार झर्लास्। जा भित्र चिउरा छ लिएर प्लेट हालेर जा। ल्याइदिन न, मैले एकदम थाकेर आएको छु। बानी यस्तै जहिले काम मात्रै हराउँछस्। सधैँ त्यस्तै हो। अब आफूले खान लागेको यो 2टा माछा पनि प्लास्टिकमा हालेर लिएर आएछ। जति गाली गरे पनि आखिर माया चाहिँ मलाई नै गर्छ कि यसले। बाबु भेटाइनस्? ल लिएर छिटो। आमा परीक्षा गर्नु होला। ल बस। ल अब तैँले यो माछा किन लिएर आइरहनु पर्थ्यो? आफूले कमाएको पैसा त बचत गर्नु, अनि भोलिलाई काम लाग्छ। अहिले भएको जति जम्मै खर्च गरेर हुन्छ। अनि तैँले 2टा माछा चाहिँ किन लिएर आएको? पैसा खर्च गर्नुपर्छ भन्ने छ त, भोलि भविष्यको लागि काम लाग्छ। अलिअलि त भए पनि बचत गर्ने गर्न। आमा यो 2टा माछाले भविष्य बन्छ त। अब यस्तै माछा दिनदिनै लिएर आइस् भने त अलि धेरै पैसा खर्च हुन्छ। त्यो पो भनेको त लाटा। आमा मेरो भविष्यको चिन्ता तपाईँ नगर्नुहोस्, बरु यो 2टा माछाको भविष्य हेर्नु पर्यो। अब 2 रुपियाँको तमाको त खानु कि म खानु भने जस्तो। अब त यो ठुलो खाने कि म खाने त? ल ल त आफै छान कुन खाने? मलाई त सानो भए पनि हुन्छ, हजुरले खानु पर्यो नि। होइन होइन आमालाई हजुर होइन खानु न खानु। म आफै खान्छु। होइन खानु। लु खा। मलाई त अब भरे भातै पकाउनु नपर्ने भयो। पर्दैन नि। अब आमा पनि मैले अब काम गर्ने ठाउँमा अलिअलि मैले 10,000 एडभान्समा नि मैले पाइसकेको छु।
तपाईँले चिन्तै गर्नु पर्दैन। आज त बुझिस टन्न कमिसन आउने भयो। 3 करोडको 2%ले पनि 6 लाख हुन्छ हौ। हो नि दाइ, आज त राम्रै पार्टी हान्नुपर्छ है। यहाँ सुन, खोइ त तिमीहरू मात्रै बसिरहेछौ त, जग्गा किन्ने मान्छे खोइ त? चिन्ता नलिनुहोस् न नेताज्यू, जग्गा किन्ने मान्छे आउँदै हुनुहुन्छ। ल आइपुगिहाल्नु भयो नि। यसमा पनि राजनीति? यही हो तिमीहरूको राजनीति? राजनीति होइन, यो कूटनीति हो। राजनीतिमा साम दाम दण्डभेद सबै चल्छ। अब याद राख बहिनी, यदि तिमीले 1 करोडमा आफ्ना छोराछोरीलाई पार्टीवास बसाउने हो कि म 3 करोड दिँदैछु, त्यो घर मलाई पास गर्छु। मेरो अवस्थालाई मजाक बनाएका छैन तिमीहरूले? यही होइन तिमीहरूको राजनीति? याद गर, मेरो पनि एक दिन आउँछ, त्यस बेला मैले जानेछु। सुकेको ट्यान्द्रामा हरियो काँक्रो फलाउने। हेर्दै जा पहिले मेरो अब षड्यन्त्र। होइन, के भयो? रोइराख्नु भयो जस्तो छ नि। मलाई त केही पनि भएको छैन। केही पनि भएको छैन भने किन रोएर बस्नुभएको? रात परिसक्यो, यसरी बस्नुहुन्न, जानुस् घर। हुन्छ, तिमी जाऊ, म पनि जान्छु। हुन्छ। कस्तो मान्छे एउटा ताल हुन्छ नि, तरिका हुन्छ नि एउटा। नमस्कार बहिनीजी, तपाईँलाई भेट्न हामी तपाईँकै घरमा आउँदै थियौँ, तर बाटैमा भेट्नु खुसी लाग्यो। मलाई भेट्न पर्ने काम त्यस्तो के पर्यो र? फेरि मेरो घरमै जान लाग्यो भन्छौ? तपाईँ थाहा पाइकन पनि किन बुझ पचाएर बोल्नुहुन्छ भैरीजी? सुजु, फाइल पल्टाउ त।
भैरेजी खुरुक्क यसमा सही गर्नु। तपाईँलाई खन्ती म 1 करोड दिनेछु। के रे मैले यो फाइलमा सही गर्ने रे? किन सही गर्ने मैले? अनि मलाई तिमी जस्तै भ्रष्टाचारी बन्नलाई चाहिँदैन मलाई 1 करोड रुपियाँ। म 1 करोडसँग यो देश बेच्न सक्दिनँ। ताल हेर न, बाटोको ताल यस्तो छ। त्यही पनि मैले सही गर्दिनँ मैले सही। त्यसरी आवेगमा मात्र नआउन भैरेजी, घाटा पर्न सक्छ। फेरि घाटासँग म सम्झौता गर्न सक्दिनँ, तिमीलाई थाहा नै होला। अस्तिको दिनहरूमा तपाईँ हामी मिलेर जाने सल्लाह भएको होइन र भैरेजी? तपाईँको छोराको भविष्य छ, छोरीको भविष्य छ। यदि तपाईँ हामी नमिल्ने हो भने तपाईँको छोराछोरीले दुःख पाउँछ। घाटासँग सम्झौता गर या नाफासँग, त्यो मलाई मतलब छैन। रह्यो कुरा मेरो छोराछोरीको भविष्यको चिन्ताको कुरा, त्यो तिमीलाई होइन, मैले लिने हो। मैले तिमी जस्तो हो यो देशलाई बिगारेर गद्दारी गर्ने खालको मान्छे म परिन। म परे नेपाल आमालाई माया गर्ने मान्छे, राम्रोसँग बुझिराख तैँले, बुझिस्? नेपाल आमालाई त मैले पनि त माया गर्छु नि भैरेजी, तर नेपाल आमाको माया गर्नेको अनुहार पनि तिमीले देखेकै होला। नेताजी खुरुक्क नसही हाल्दै भइगयो नि। घाटा त तपाईँलाई नै हो नि नेताजी, बेलैमा ठन्डा दिमागले सोच्नुहोस् है। हो नि नेताजी, खुरुक्क साइन गर्दै भइहाल्यो नि, आखिर फाइदा हजुरलाई नै हुने हो। गर्दिनँ म सही। बेकुबहरू नेताजी ठिक गरिदिउँ क्या हो? पर्दैन। यो नाथेले हामीहरूलाई नराम्रोसँग थर्कायो नि। हो नि दाइ, मैले त अघि हान्दी नै लागेको थिएँ नि। भाइले छेकेर मात्र हो, नत्र मैले बङ्गारै झारिदिन्थेँ। हो नि दाइ। त्यसो नभन न साथी हो, क्षमा दिनु नै ईश्वरीय गुण हो। त्यसलाई ठाउँमा पारेर के गर्नुपर्छ मलाई थाहा छ। हो दाइ, ठोक्नै पर्छ, हामीले यत्तिकै छोड्न हुँदैन, बदला लिनै पर्छ। त्यही त, त्यो सालाले केटीहरूको अगाडि बेइज्जत गरे हाम्रो। त्यही त दाइ, त्यसको बदला नलिकन हुँदैन, बदला लिनै पर्छ। लिनै पर्छ, नलिकन हुन्न। यो हाम्रो अहिले नेपाली फिल्म हेर्नुपर्छ, किनभने नेपाली फिल्मलाई अहिले हामी जनताले नहेऱ्यो भने कसले हेर्छ? किन त्यसले गर्दा हाम्रो नेपाली फिल्म हेर्नुपर्छ। आज यस्तो राम्रो फिल्म आज एक्सनवाला बनाएछ। कहाँ गइरहेको तिमीहरू? हामी घुमेर आएको आमा। अनि घर आएर त काममा जान्छु भने निस्केको थिइस् त, फेरि यसलाई भेटिस्? अस्ति यसको बाउले हामीलाई थर्काएर गएको बिर्सिस् तैँले? आमा, उसको बुवा हामीलाई थर्काएर जानुभयो, उसको के गल्ती छ? त्यही भएर आमा, यो साथीलाई त छोड्नै मिल्दैन। अनि छोड्नै नमिले सधैँ काखी च्यापेर राख्छस् त? त्यस्तो नभन्नुहोस् न आमा, बरु म घाँस छोड्न सक्छु, तर कुमार जस्तो साथीलाई कसरी छोड्न सकौँ आमा? फेरि मेरो कुमारभन्दा को छोराहरू यो गाउँमा साथी? के तिमीहरूको लभै पर्या हो त? आमा, हजुरले जस्तो बुझ्नुहुन्छ भने त्यस्तै बुझ्नु। तिमीहरूको कुरा र सम्बन्ध त राम्रै हो, अनि यसको बाउलाई चाहिँ तैँले कसरी सम्झाउँछस् नि? आमा, तपाईँ चिन्ता नगर्नुहोस् न, मेरो बाउलाई त म सम्झाइहाल्छु नि। आखिर बाउको एउटै छोरो हो क्या अरे? तिम्रो बाउलाई सम्झाउन चाहिँ सम्झाऊ, तर हामीलाई आएर थर्काउने चाहिँ नबनाऊ है।